गाइजहरू हजुरहरूले चाहिँ पार्ट 1 मा देख्नुभएको थियो कि हाम्रो गाडी छिरिराखेको थिएन। अनि चाहिँ अब चाहिँ के हुन्छ थाहा छैन। म चाहिँ अघिदेखि यहाँ बसिरहेको टेन्सनको माहौलसँग चाहिँ यहाँ चाहिँ यति धेरै ठाउँ भए पनि गेटको हालत हेर्नु। गेट सर्ने भएको भए त एकै सेकेन्डमा ए हुन्थ्यो क्या। बट के गर्ने गेटै पुरा यति मात्र छ भन्दा बढी भनेको अरे पनि त्यति नै सर्ट छैन गाइजहरू। बिकज त्यहाँ चाहिँ उस थियो के त्यो 4x4 थियो कि यता आउँछ क्या गाइज आउँछ भगवान् क्रस फिङ्गर क्रस फिङ्गर गाइजहरू छिरेन भने मेरो जानै जान्छ। क्रस फिङ्गर छ गाइजहरू छिर्ला जस्तो छ। छिर्ला गाइजहरू छिरे गाइजहरू क्रस फिङ्गर। मम्मी र भाइ पनि टेन्सनको माहौलमा। क्रस फिङ्गर चाबी दिनु पर्यो। म लिएर आइदिउँ। यो भाइले आखिर जम्प हानिदिन्छ। यी आरम्भ त खुसी है आरम्भ गाइजहरू आरम्भलाई सक्नु होइन चढ्ने टेबलमा नचढ्ने है। देख क्या देख नचढ्ने म भाइ क्या। अनि चाहिँ गाइजहरू ट्र्याक्टर नि आयो अनि हामीहरूको उल्टो यता राखिदिने हो र। गाइजहरू बाबा बिलाइको हजुरहरूले देखिसक्नु होला। सुटै भइरह भयो गाइजहरू भयो। फेरि बाबाको बाइकले रोक्यो गाइजहरू। गाइजहरू बाबाको बाइकले फेरि रोक्यो। अब चाहिँ अनि चाहिँ गाइजहरू यस्तो भइरह हामी भाइ पनि टेन्सनकै माहौलमा गरिरहन्छ के भनौँ। अनि गाइजहरू यो माथि भनेको थाहा जुत्ता राख्न दिएको चाहिँ साइडमा राखिदिन्छ। आज सालमा मेरो भन्नु पनि हुन्छ मम्मी पनि भन्नुहुन्छ। चलो हटाउनु हुन्छ अब त गाइज 100% स्योर हुन्छ स्योर। गर्नु होला गाइजहरू। गाइजहरू यस्तो छ यार के भयो गाइजहरू एकछिन है नउठाउँ है बाबा। गाइजहरू होइन ये गाइजहरू गाइजहरू you can see खुसी
अहिले म यहाँ अहिले आएको त्यहाँबाट सजिलै आयो यता यता सब भयो यता नि अलिक गाह्रो छ। त्यहाँ चाहिँ ल्याउँछ त्यहाँ तलको बाटोबाट नि आउन मिल्छ बाबा। छोटो हुन्छ के सेन्ट्रो र अल्टो अलिक छोटो हुन्छ अलिक लामो हुन्छ कि देख्दा अलिक सानो देख्यो नि। यो हाल्नुको त विकल्प छैन त्यो प्र्याक्टिस चाहियो ट्रायल गाह्रै हुन्छ क्या हो। यो त अहिले त हाल्नुहुन्न। होइन अहिले त म हाल्दिनँ अहिले आफू एक्सपर्ट भयो नमस्ते। त्यहाँ वो गर्दैन खुला हाँ चाहिँ भाइ चाहिँ कुर्सी देऊ न सरलाई होइन यहीँ बस्छु भाइ। यहाँ यता यता सबै बोरा थिए क्या आमाले मागेर राखेका बेबु बेबु भर्खर आएर फालेको बेबु रे बेबु। अलिक पछि राख्नुपर्छ। हजुर अलिक पर्फेक्ट भएपछि मात्रै राख्नुपर्छ नि। सरलाई त गाह्रो। अनि म त थाहा नै थिएन यता नै अलिक टाइट टाइट छ। तलको बाटोबाट छिटो हुन्थ्यो त्यो अर्को बाटो तलको। पनि छ। तलको बाटो आउँछ नि झन् आउँदैन। आउँछ जस्तो लाग्छ के अरे मलाई। तर यहाँ के भयो त्यसले फट्टा हालेका हुन्थ्यो त्यो बेला गेट बनाउँदा गेट सानो कत्रो गेट बनाउने भन्ने भएपछि फट्टा हाले यो गेट पुरै खुल्लै थियो होला नि त नि। अहिले त नि ए अन्त यो गेट त अलिकति जान्छ नि उता यो त जान्छ त्यति यो यहाँ गाइसहरू यस्तो छ होइन यु क्यान सी सुजुकी अनि यस यहाँ अनि सब पुरा छ। भाइको चाहिँ फेरि खुसी हेर्नुहोस् त गाइजहरू ठिकाना चिसो लिएर आउँछ नानी। छैन भाइको खुसीको। हजुर चिसो होइन चिसो खानु होला नि। ल मम्मी 100 कति लाउँछ भाइ यही छ नि यही आरामले बसिरहेको यही मेरो साइकलले यता गयो गाइजहरू बिफोर एन्ड आफ्टर अनि चाहिँ बाई बाई गाइज।